हेलो एभ्रिवान, मर्स्याङ सलल च्यानलमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। आज हामी जूतिर लाग्यौँ है त। जाउलाखेल जूतिर लाग्यौँ। यसरी कति घाम लाग्यो, कहीँ ठाउँ पानी आउने, कहीँ ठाउँ घाम लाग्ने, यसै गर्दै सेन्ट्रल जू चिडियाखाना लाग्यौँ। त्यहाँ लगाएर सुरुमा हामी क्रोकोडाइल हेऱ्यौँ। गई 3टा गइरहेछन्, सबै बाहिर बसेका, 2टा बाहिर, एउटा पानीमा मजाले हेर्न पायौँ। अनि डियरहरू, अनि यहाँ फोटो खिच्ने बुथहरू छ। यसरी बोटिङ पनि गर्नुभएको छ कतिले। अनि यति हेर्दा हेर्दै अब पालो आयो टाइगरको। टाइगर त मेरो मजाले गर्दै बसिरहेछ। अनि टाइगर पछि मङ्कीहरू पनि छन् है। हामी त एकदम इन्जोय गऱ्यौँ टाइगरलाई हेर्दा पनि। अनि टाइगर पछि आयो हिप्पो। हिप्पो पानीमा खेलिरहेछ मजाले। अनि त्यसपछि आयो गैडा। गैडा पनि यसरी हिँडिरहन्, त्यो पनि हेर्दाखेरि एकदम रमाइलो लाग्यो। हामी ओभरअल जूमा हिँड्दाखेरि नै एकदम रमायौँ, हेर्दै हिँड्दै। ठिक्क मौसम पनि ठिक्क थियो, न पानी पर्यो न घाम लाग्यो। उयोहरू यो चिम्पान्जी यसरी यहाँ उफ्रिरहेछ, देख्दै हाँसो लाग्ने। ऊ चितुवा यसरी घुमै छ। अनि उसलाई रिस उठेछ के र घुमिरहेछ। अनि एलिफेन्ट हेऱ्यौँ। अनि यता स्नेकहरू हेर्दै, बर्डहरू हेर्दै, डिफ्रेन्ट प्रजातिका बर्डहरू छ नि। मयुरले यसरी मुख फुलाइरहेछ, यो पनि हेर्न पायौँ, एकदम रमाइलो लाग्यो। एकचोटि हजुरहरू पनि अवश्य घुम्न जानु होला, घुम्न पर्ने ठाउँ। अनि रमाइलो, सब टाढा भयो नि नजिकै तरिकाले जाने। अनि एक अरिङ्गाल हेर्नु नि कसरी अजिङ्गर अरिङ्गाललाई अजिङ्गर यसरी स्नेक कति ठुलो, आमा डर लाग्यो, देख्दै डर लाग्यो। अनि फिसहरू पनि हेऱ्यौँ लास्टमा। अनि कछुवा, कति धेरै कछुवाहरू हेर्नु न। अनि यसरी रमाइलो गऱ्यौँ। अरूहरू पनि यसरी रमाइराख्नु भएको छ। यहाँ चाहिँ सेल्फी पोइन्ट